निकै तातेको छ, यो चाहिँ तातो छ। धेरै नै पेट्रोल हालेको कारणले गर्दाखेरि यो दन्दन दन्दन बोलिराखेको छ। यो बोल्दासम्म हामी बोल्न दिउँ, कति लामो समयसम्म बोल्दो रहेछ। माथि पनि टिपिराखेको छ आगो चाहिँ, हामी देख्न पनि सक्छौँ। करिब करिब 10 ml जति चाहिँ पेट्रोल हामीले यसमा भित्र नै हालेछौँ। एकदमै लामो यहाँसम्म तातो भएको छ, निकै नै तातो भएको छ यहाँसम्म। कच्चोको भित्रको जलेको पनि आवाजहरू आइरहेछ एकदम। कस्तो हुँदो रहेछ बाहिरबाट जलिसकेपछि पनि स्टेनलेस स्टिलको, त्यो पनि हामीले चाहिँ हेर्नेछौँ। धेरैवटा बडीमा चाहिँ यसमा चाहिँ बलियोको लागि र ड्युरेबिलिटीको लागि चाहिँ पित्तल पनि राख्ने गरिन्छ। पित्तल चाहिँ अलिकति सफ्ट मेटेरियल हुने भएको कारण, ठस्को हुने भएको कारणले हामीले चाहिँ यसलाई SS 302 मा बनाएको थियौँ होइन। हाम्रो पनि टेस्ट भइरहेछ अहिले कस्तो खालको भइरहेछ भनेर लागेको छ। हेरौँ कस्तो हुन्छ। र यसपछि पनि यही सेम तालामा चाहिँ हामीहरू पानी हालेर भिजाएर, यदि साँच्चैकै यो खुलेन भने हामी चाहिँ फेरि चाबी लगाएर पनि हेर्छौँ कि के हुँदो रहेछ यो चाहिँ। यसपछि चिसो बनाइसकेपछि त्यसलाई पनि हामीले ट्राई गर्नेछौँ। पुरै आगो बोलिरहेछ, एकदमै भित्रैदेखि दन्दन दन्दन आगो बोलिरहेछ, हेर्न सक्नुहुन्छ। निकै तातो छ यो चाहिँ, एकदमै तातो छ। र यसलाई खोल्नको लागि चाहिँ मेरो यसलाई खोल्नको लागि चाहिँ हामीले यो स्टेनलेस स्टिलको रड होइन, यो एकदमै हेभी रड छ। यसमा हामी झुन्डेर पनि कोसिस गर्नेछौँ यो खुल्छ कि नै भनेर, एउटा टेस्ट, यो एक झड्कामा खुल्छ अथवा खुल्दैन अथवा के हुन्छ भनेर। यसलाई चाहिँ जसरी चाहिँ भिडियोमा देखाइएको छ त्यति सजिलै चाहिँ यो खुलेन। अब हामी यसलाई, तातो धेरै छ, अब हामी यसलाई भित्र राखेर यसलाई ढुङ्गा नै बाँधिसक्यो र यो केही भएन। यो ताला चाहिँ हामी हेर्न सक्छौँ, त्यसरी चाहिँ खुल्ने हो।